हेलो नमस्ते वेलकम टु रियासा मम किचन। मैले आज छोलेको रेसिपी लिएर आएकी छु। तपाईहरुलाई कस्तो लाग्छ एकचोटी बनाएर ट्राई गर्नुस्। मैले रातभरि छोले भिजाएर राखेको छु अनि यसलाई कुकरमा सिटी लाउनको लागि कुकरमा राखे। कुकरमा राखेपछि यसलाई भिज्ने गरी पानी हाले। पानी हालेर यसमा अलिकति दाल, नुन अनि ल्वाङ अनि इलाइची, दालचिनीको पात अनि छ भने इलाइची राख्नुस्, नभए ठिकै छ। अनि बिर्को लगाएर एकछिन 20-25 मिनट पाक्न दिनुस्। मेरो चना उसिनिसकेको छ। ल सेलाइसकेपछि मात्रै अनि बिर्को निकाल्ने। बिर्को निकालिसकेपछि अघि राखेको दालचिनीको पात, ल्वाङ सुकै निकालेर राख्दा हुन्छ। अनि मैले कराईमा तेल राखिसकेको छु। तेलमा जिरा हाल्ने, जिरामा ल्वाङ सुक्ने राख्ने अनि त्यसमा प्याज मसिनो गरेर काटेर राखेको प्याज, अदुवा लसुनको पेस्ट अनि सबैलाई चलाउनुस्। एकछिन चलाइसकेपछि हल्का चलाइसकेपछि त्यसमा मसाला एड गर्नुस्। बेसार अनि जिरा धुलो, धनियाको धुलो अनि स्वाद अनुसार नुन सबै राखेर अनि कश्मिरी लाल मिर्च सबै राखेर एकछिन मजाले चलाउनुस्। त्यसपछि त्यसमाथि टमाटरको प्युरी एड गर्नुस्। एड गरिसकेपछि एकछिन पाक्न दिनुस्। हल्का तेल छोड्छ। तेल छुटिसकेपछि त्यसमा गरम मसाला एड गर्नुस्। गरम मसाला अनि अघि उसिनेर राखेको काबुली चना पनि एड गर्नुस् अनि एकछिन मजाले चलाउनुस्। चलाइसकेपछि हल्का चलाइसकेपछि त्यसमा अलिकति पानी एड गर्नुस्। पानी एड गरिसकेपछि एकछिन मजाले त्यसलाई पाक्न दिनु अनि छोपेर राख्नुस्। छोपिसकेपछि 15 मिनट जति एकछिन पाक्न दिनुस् अनि रेडी हुन्छ। ल हेर्नुस्, मेरो छोले काबुली चना पाकेर रेडी भइसकेको छ। अनि माथिबाट धनिया हालेर अनि हरियो खुर्सानी पनि हाल्नुस्। तपाईको चना रेडी हुन्छ यस्तै गरी। अनि माथिबाट झार्नुस् अलिकति घिउ, हिङ अनि खुर्सानी राखेर तड्का लगाउनुस्। एकदमै मिठो हुन्छ। यसै गरी बनाउनुस् अनि खानुस्। थ्याङ्क यू।